LIC presents Sadgamaya Season 3. Title sponsor. LIC नेपाल जीवन रहँदा पनि जीवन पश्चात पनि Powered by Current Potato Chips. Connected by Encel. 123 # डायल गर्नुहोस् वा एनसेल एपमा जानुहोस्। Associate sponsor Everest Bank Limited. वैदेशिक रोजगार व्यवसायी सङ्घ. Media partner Janabal.com. Digital partner Nepali Network. Radio network partner Nepali Radio Network. Produced and marketed by Saskiti Advertising Private Limited. आदरणीय दर्शक, हामी अतिथि देवो भव भन्ने जातिहरू हामी नेपाली, हामी अतिथिसँग संवाद सम्मान र सहकार्यको व्यवहार गर्छौँ र हरेक नेपालीहरूले अतिथिलाई भगवानका रूपमा मान्ने गर्छौँ। हामी खानाका लागि मात्रै अतिथि बोलाउँदैनौँ या खुवाउने कुरालाई मात्र आतिथ्यता मान्दैनौँ। हामी संस्कार, संस्कृति र सभ्यता पनि देखाउँछौँ र झुकेर अतिथिहरूलाई सम्मान गर्ने गर्छौँ। हामी तिनै जाति नेपालीहरू हौँ जसले चाहिँ सधैँ अतिथिलाई सम्मान गर्छ र ईश्वर मान्छ। म सबै दर्शकलाई नमस्कार भन्छु र स्वागत गर्न चाहन्छु सगरमाथाको कागदेखि शान्तिको प्रतीक लुम्बिनीसम्म, सुरम्य पोखरादेखि कर्णालीको अनुपम सौन्दर्यसम्म नेपाल आफैमा प्रकृतिको अनुपम उदाहरण हो। यहाँका बाटाहरू इतिहास बोल्छन्, संस्कृतिहरू कथा सुनाउँछन्। मानिसहरूको आतिथ्य मुस्कान पर्यटनको सबभन्दा ठुलो सम्पत्ति हुन्, तर कतै ती कथाहरू संसारसम्म पुर्याउने सडक कमजोर त छैनन्। यस्ता हाम्रा योजनाहरू कतै कागजमा मात्रै सीमित भएका त छैनन्। सपनालाई विपनामा बदल्ने हाम्रो अभियानले पर्यटनलाई केवल होटल र फोटाहरू मात्रमा सीमित बनाएको त छैन। यी प्रश्नहरू हाम्रो अगाडि ठिङ्ग उभिएका छन्। आज हामी यसै विषयमा बहस गर्दैछौँ। आज हामीसँग बहसमा सहभागी हुनुहुन्छ नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा अर्थात् रामप्रसाद सापकोटा। उहाँ यो सेक्टरका पाइनियर हुनुहुन्छ। उहाँलाई यो कन्क्लेभको अध्यक्षताका लागि हार्दिक अनुरोध गर्छु। कमलजी, हार्दिक स्वागत छ, प्लिज। त्यसै गरी विनायक शाह होटल एसोसिएसन नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँलाई पनि किनोट स्पिकरको रूपमा यहाँ आमन्त्रण गर्छु, प्लिज विनय सर। म अर्को किनोट स्पिकरको रूपमा पर्यटन विज्ञ, लामो समयदेखि यही सेक्टरमा आफ्ना दृष्टिकोण जिन्दगी जब खर्चिनु भएकी लाक्पा फुटी शेर्पा, जो हिमाल आरोही हुनुहुन्छ र यो सेक्टरमा लामो जिन्दगी खर्चिनु भएको छ, उहाँलाई विज्ञको रूपमा आज बोलाएका छौँ। म उहाँलाई पनि यो स्टेजमा स्वागत गर्छु। लाक्पा दिदी, धेरै धेरै स्वागत छ, प्लिज दिदी। त्यसै गरी विराट अनुपम, नामै काफी छ विराट। म आज विराट अनुपमलाई कमेन्टेटरको रूपमा, सवाल उठाउने मान्छे विराट अनुपम, आज विराट सवालहरू उठाउनुहुनेछ विराट अनुपमले। म स्वागत गर्छु विराट अनुपमलाई। आफ्ना कथा आफै बोल्नुपर्छ, आफ्ना पीडाहरू आफै सुनाउनुपर्छ भन्दै आज हामीले ज्योति लम्साललाई बोलाएका छौँ। उहाँ ट्रेकिङ गाइड हुनुहुन्छ, पर्यटकहरूलाई घुमाउनुहुन्छ र पर्यटकका दुःख सुख सबै देख्नुभएको छ र पर्यटनको अवस्था उहाँले बुझ्नुभएको छ, नेपालको अवस्था। म ज्योति लम्सालजीलाई पनि यो ज्योति छर्नका लागि जे भूमिका खेलिराख्नु भएको छ त्यसका लागि स्वागत गर्छु। म आजको कार्यक्रममा हाम्रो कार्यपत्रको रूपमा सानो भिडियो निर्माण गरेका छौँ। म अध्यक्षज्यू लगायत सबै अतिथिहरूलाई हाम्रो भिडियोतिर, हाम्रो यो चाहिँ कार्यपत्रतिर ध्यान आकृष्ट गराउन चाहन्छु। हेर्नुहोस् हाम्रो यो कार्यपत्र। सन् 1960 को दशकमा हिप्पीहरूको आगमनले काठमाडौँको पर्यटनमा नयाँ रङ थप्यो। हिप्पी शब्द तत्कालीन अमेरिकी समाजको मूलधार भौतिकवाद, भियतनाम युद्ध र परम्परागत मूल्य मान्यता विरुद्ध विद्रोह गर्ने युवाहरूको पुस्तालाई जनाउन प्रयोग भएको थियो। नेपाल उनीहरूका लागि सस्तो गाँजा र आध्यात्मिक मोक्षको केन्द्र बन्यो।
उनीहरू थोरै खर्च गर्थे तर लामो समय बस्थे। उनीहरूले नै नेपाललाई विश्वव्यापी रूपमा रहस्यमय पूर्वीय गन्तव्यका रूपमा संसारभर चिनाए। उत्तरमा संसारको छानो सगरमाथा चाँदी जस्तै टल्कन्छ, जहाँ 8000 मिटर भन्दा अग्ला गगनचुम्बी 8वटा हिमाल अग्लिएर बसेका छन्। कल्पना गर्नुहोस् एउटा यस्तो भूमि जहाँ हरेक 100 किलोमिटरको यात्रामा उष्ण प्रदेशको हात्ती र गैंडादेखि हिउँ टेकेर मात्रै सास फेर्न सक्ने हिउँ चितुवासम्म भेटिन्छन्, जहाँ बुद्धको जन्म भयो, सीताको विवाह भयो र पशुपतिनाथ विराजमान छन्। नेपाल प्रकृति र संस्कृतिको एउटा जीवन्त संग्रहालय हो। पर्यटन जसलाई हामी धुवारहित उद्योग भन्छौं, हामी हिमाल बेच्छौं तर हिमाल मुनिको जीवनस्तर उठाउन सक्दैनौं। हामी संस्कृति देखाउँछौं तर त्यसलाई जोगाउने समुदायलाई बलियो बनाउन सक्दैनौं। हामीसँग संसारलाई लोभ्याउने हजारौं कथाहरू छन् तर ती कथाहरूलाई विश्व बजारमा बेच्ने कला हामीसँग छैन। नेपालमा पर्यटनको औपचारिक इतिहास धेरै लामो छैन। सन् 1949 मा पर्वतारोहणका लागि ढोका खुलेपछि र विशेष गरी 2007 सालको राजनीतिक परिवर्तनपछि मात्रै विदेशीहरू नेपाल भित्रिन थाले। सन् 1950 को दशकलाई नेपालको पर्यटनको शिशु अवस्था भने पनि हुन्छ। सन् 1953 मा सगरमाथाको सफल आरोहणले विश्वको ध्यान नेपालतिर खिचे पनि त्यस बेला आउनेहरू पर्यटक भन्दा बढी अन्वेषक पर्वतारोहीहरू थिए। पर्यटन उद्योगको वर्तमान अवस्था नाप्ने सबैभन्दा राम्रो तरिका तथ्याङ्क हो। पछिल्ला केही वर्षका तथ्याङ्कहरूले नेपालको पर्यटनको उतार चढावपूर्ण यथार्थलाई स्पष्ट पार्छन्। यी सूचकले न त प्रगति देखाउँछन् न त दुर्गति नै। पर्यटन क्षेत्रले आफ्नो साख र नाक मात्रै जोगाएको देखिन्छ। पर्यटकको संख्या कोभिड पूर्वको अवस्थामा फर्कन लागे पनि प्रति पर्यटक औसत दैनिक खर्च घट्दै गएको छ। सन् 2019 मा $48 रहेकोमा सन् 2023 मा $41 मा छरेको छ। यसले के देखाउँछ भने हामीले संख्या बढाउन ध्यान दिइरहँदा गुणस्तर अर्थात् धेरै खर्च गर्ने पर्यटकलाई आकर्षित गर्न सकिरहेका छैनौं। न्युजिल्यान्ड र स्विजरल्यान्ड जस्ता देशहरूले प्रकृतिमा आधारित साहसिक र विलासी अनुभव लग्जरी एडभेन्चर प्रदान गरेर पर्यटकलाई धेरै खर्च गर्न प्रोत्साहित गर्छन्। यी देशमा पर्यटकहरूले औसतमा दैनिक $250 देखि $400 सम्म खर्च गर्छन्। नेपालमा 13 दिनको औसत बसाइले पर्यटकहरूले केही सीमित गन्तव्य काठमाडौँ, पोखरा, चितवनको गोल्डन ट्रायंगल मात्रै घुम्ने गरेको देखाउँछ। कर्णालीको रारा, सुदूरपश्चिमको खप्तड वा पूर्वी पहाडका अनपेक्षित पदमार्गहरूलाई हवाई र सडक सञ्जाल मार्फत जोडेर त्यहाँ गुणस्तरीय आवास र गतिविधिहरूको विकास गर्नु अपरिहार्य छ। यसका लागि राज्यले नै पहल गर्न जरुरी छ। बाघ पर्यटन अर्थात् टाइगर टुरिज्मको रूपमा ब्रान्डिङ गरेर उच्च स्तरीय पर्यटकहरूलाई आकर्षित गर्न सकिने सम्भावना पनि छ। भारतले रणथम्बोर, कान्हा र बान्धवगढ जस्ता निकुञ्जहरूमा व्यवस्थित टाइगर सफारी सञ्चालन गरेर यसलाई अरबौं डलरको उद्योग बनाएको छ। त्यहाँ एउटा जीप सफारीका लागि मात्रै $100 शुल्क लाग्छ। पर्यटन केवल विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्रै होइन, यो रोजगारी सृजना गर्ने र देशको तल्लो तहसम्म आर्थिक गतिविधि फैलाउने सबैभन्दा शक्तिशाली इन्जिनहरूमध्ये एक हो। तर नेपालले यो इन्जिनलाई अझै पनि पूर्ण क्षमतामा चलाउन सकेको छैन। 48 वर्ष पुरानो पर्यटन ऐन 2035 लाई खारेज गरी डिजिटल युग सुहाउँदो संघीयताको मर्मलाई आत्मसात गर्ने र दिगो पर्यटनको सिद्धान्तमा आधारित नयाँ ऐन तत्काल ल्याउनु पर्छ। पर्यटनसँग बाजिने वन, भूमि र वातावरण सम्बन्धी कानूनहरूलाई संशोधन गरी लगानीका लागि एकल बिन्दु सेवा वान डोर पोलिसीलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायमा हिमाल मात्रै बेच्ने होइन, हिमालसँग जोडिएका कथा, शेर्पाहरूका साहस, गुरुङको संस्कृति, थारूको कला पनि बेच्न सक्नुपर्छ। लुम्बिनीलाई केवल बुद्धको जन्मस्थल होइन, विश्व शान्ति र ध्यानको केन्द्रका रूपमा ब्रान्डिङ गर्न सक्नुपर्छ। निजी क्षेत्र पर्यटन उद्योगको इन्जिन हो। सरकारले बनाएको राजमार्गमा विश्वस्तरीय गाडी कुदाउने काम निजी क्षेत्रको हो।
निजी क्षेत्र परम्परागत होटल र टुर प्याकेज भन्दा माथि उठेर पर्यटकले पैसा तिर्न तयार हुने अनुभव सृजना गर्नतर्फ लाग्नुपर्छ। जस्तै वेलनेस, रिट्रिट, योग, ध्यान, आयुर्वेद, ग्यास्ट्रोनोमी टुर, स्थानीय खाना बनाउन सिकाउने कला, एग्रो टुरिज्म, फार्म स्टे, अर्ग्यानिक खेती र आध्यात्मिक यात्रा जस्ता कार्यक्रमहरू बनाएर पर्यटकलाई लोभ्याउन सक्नुपर्छ। संघीयताको मर्म तब मात्रै सार्थक हुन्छ जब पर्यटन विकास र त्यसको लाभ स्थानीय तहसम्म पुग्छ। हरेक पालिकाले सामुदायिक लज, सामुदायिक पदमार्ग जस्ता मोडलहरू अपनाएर पर्यटनको लाभ व्यक्तिमा होइन सिङ्गो समुदायमा पुग्ने सुनिश्चित गर्न सक्नुपर्छ। आफ्नो क्षेत्रभित्रको पर्यटकीय सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन गर्न आफ्नै स्थानीय पर्यटन गुरु योजना बनाउनुपर्छ। आफ्नो गाउँ ठाउँ सफा र सुरक्षित राख्नु हरेक स्थानीय नागरिकको कर्तव्य हो भन्ने भावनाको विकास गर्न सक्नुपर्छ। पर्यटकलाई पैसाको स्रोतका रूपमा मात्र नभएर आफ्नो संस्कृति र देश चिनाउन आएको अतिथिका रूपमा सम्मान गर्ने संस्कारलाई पुनर्जागृत गर्नतिर जोड दिनुपर्छ। नेपाल केवल ढुङ्गा, माटो र हिमालको मात्रै देश होइन, यो त कथाहरूको देश हो। यहाँ हरेक ढुङ्गाले इतिहास बोल्छ, हरेक खोलाले सङ्गीत सुसेल्छ र हरेक अनुहारले एउटा भिन्न संस्कृति बोक्छ। पर्यटन केवल पैसा कमाउने उद्योग मात्रै होइन, यो त नेपालको पहिचान, गौरव र भविष्य निर्माण गर्ने राष्ट्रिय अभियान बन्नुपर्छ। यो अभियानको सफलता कुनै एउटा मन्त्रालय वा बोर्डको मात्रै जिम्मेवारी होइन। यसका लागि सरकारले पूर्वाधार र नीति बनाइदिनुपर्छ। निजी क्षेत्रले इमान्दारीपूर्वक लगानी गरेर विश्वस्तरीय सेवा दिनुपर्छ र हरेक नागरिकले आफ्नो घर आँगनमा आउने पाहुनालाई मुस्कानसहित स्वागत गरेर हाम्रो आतिथ्यता प्रस्तुत गर्नुपर्छ। पहिले त म ज्योतिजीलाई आफ्नो अनुभवहरू सहित के गर्दा हुन्छ, कसरी सुधार्नुपर्छ भन्ने तपाईँलाई लागेका सवालहरू उठाउनको लागि मेन पावरसँग पनि सवाल छ यो। किनभने सिजनमा हामीलाई चाहिने पर्याप्त मेन पावर पनि छैन र टिकाउनु पनि गाह्रो छ। हामीसँग जुन गाइड साथीहरू जस्तो साथमा लिएर हिँड्ने भरियाहरू, उहाँहरू पनि आवश्यकता अनुसारको सङ्ख्यामा हामीले पाउन सकिरहेका छैनौँ। त्यो इनफ छैन। त्यसलाई कसरी समाधान गर्न सकिन्छ? दोस्रो, तालिमहरूको व्यवस्था। समस्याहरू विभिन्न किसिमका छन्। जस्तो के अरे, यहाँबाट तपाईँको पर्मिट लिएर जान्छौँ, बस्ने ठाउँमा पुग्दाखेरि रुम पाउँदैनौँ। त्यो कसरी समाधान गर्न सकिन्छ? त्यो मात्रै नभएर यो नेसनल पार्क अथवा तपाईँको यो विभिन्न सङ्घ संस्थाहरूले सँगको राम्रो समन्वय नभएको पनि अनुभव गर्न राखिएको छ। जस्तो कि राष्ट्रिय निकुञ्ज, कुनै राष्ट्रिय निकुञ्जमा हामी छिर्दै गर्दा, हामी पर्यटन मजदुर छिर्दै गर्दाखेरि कुनै राष्ट्रिय निकुञ्जमा शुल्क लागिरहेको छ, नेपाली भनौँ न काम गर्ने कर्मचारीहरूको लागि कुनैमा लागेको छैन। त्यस्ता समस्याहरूसँग हामी जुझ्न परिरहेको छ। यसलाई कसरी समाधान गर्न सकिएला? विराटजी, लामो समयदेखि कलम चलाइरहनु भएको छ, तपाईँले देखेका समस्या चाहिँ के हुन् यो पर्यटनको क्षेत्रमा? हिप्पीहरूको चाहिँ बेस्ट डेस्टिनेसन नेपाल थियो। हिप्पीले काठमाडौँलाई साम्बाला भन्थे, नेपाललाई साङ्ग्रिला भन्थे। म जन्मिनुभन्दा अगाडि या म जन्मेको दशकमा विराटनगरबाट नेकोन एयरलाइन्सको विमान पटनासम्म उड्थ्यो र सञ्चालक हुनुहुन्थ्यो अनुप शमशेर जङ्गबहादुर राणा। काठमाडौँको मान्छेले मेरो प्रदेशको राजधानीबाट छिमेकी भारतीय प्रदेशको राजधानीसम्म उहाँले प्लेन उडाउनुहुन्थ्यो। तर अहिले मेरै प्रदेशका पर्यटन व्यवसाय हुनुहुन्छ वीरेन्द्र बहादुर बस्नेत, नेपालको नम्बर 1 फ्लायर कम्पनी हो उहाँको। तर उहाँले अहिलेसम्म या उहाँ जस्ता अरू व्यवसायीहरूले छिमेकी देशसँग हामीले चाहिँ उडान गर्न सकिरहेको छैनौँ। मेरै प्रदेश कोशी प्रदेशमा सबभन्दा पहिलो इन्टरनेसनल खुम्बु रिजनमा ताकासी मियाहाराले होटल एभरेस्ट भ्यूमा लगानी गर्नुभएको थियो। तर आज अरू हामी एफडिआई त्यसरी ल्याउन सकिरहेको छैनौँ र त्यो लेभलको इन्भेस्टमेन्ट अहिलेसम्म हुन सकेको छैन। हामी अहिले काठमाडौँमा यो स्टुडियोमा रेकर्डिङ गरिरहेछौँ। नेपालको पर्यटन व्यवसायको स्टार्टिङ पहिलो टुरिस्ट क्लास होटल खोल्ने भनेर बोरिस लिसानेभिचलाई हामी चिन्छौँ र उहाँले होटल रोयल खोल्नुभयो र त्यो सँगसँगै नेपालमा पर्यटन आएको र नेपालमा पासपोर्ट बोकेर पर्यटकको रूपमा आएको 1955 मार्च 8मा नेपालीहरू विदेशीहरू आएको थिए र त्यतिखेरको नेपाली मिडियामा कुनै चियो चर्चो थिएन त्यतिखेर।
पर्यटनको चेतनै थिएन। तर न्युयोर्क टाइम्समा त्यतिखेर हेडलाइन बनाएको थियो, टुरिज्म एज कम्स इन नेपाल भनेको नेपालको डे 1 मा पासपोर्ट क्यारिन पर्यटकको भिसा लाएर आउनेहरूको हल्ला न्युयोर्क टाइम्ससम्म भएको थियो। तर त्यो 71 वर्ष पुग्दाखेरि पनि हामीले त्यो लेगेसीलाई लान सकेनौँ। कुनै बेला नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीले लेट्स भिजिट नेपाल भनेर एउटा किताब लेख्नु भएको थियो। त्यत्रो रेकमेन्डेसन भएको नेपाल, त्यत्रो लेगेसी भएको नेपाल, प्राइभेट प्लेयरले जमानामा त्यत्रो काम गरेको नेपाल आज त्यस्तो काम गर्न सकेको छैन। र हिप्पीकै कुरा जोड्छु, हिप्पी ट्रेलले आउने मेन आकर्षण हाम्रो गाँजा थियो। मैले एउटा पत्र केही समय अगाडि भेटेको थिएँ। 1978 मा राजा वीरेन्द्रले चाहिँ गाँजा बन्दको अलिकति दुःख व्यक्त गरेर उहाँले जिम्मी कार्टर लेखेको पत्र पनि पाइएको छ। अर्थात् हाम्रो व्यावसायिक हिसाबमा, हाम्रो हिस्ट्रीको हिसाबमा, हाम्रो लिगेसीको हिसाबमा जुन हामीले काम गर्नुपर्ने हो, हामीले नयाँ काम गर्ने त परै जाओस्। आज हाम्रो तथ्याङ्कले हाम्रो इनबाउन्ड टुरिस्टभन्दा आउटबाउन्ड टुरिस्टको खर्च बढी भइरहेछ। हामीले चाहिँ अब नयाँ गर्ने भन्दा नि हिस्ट्रीसम्म पनि हामी नपुगेको हो कि जस्तो मलाई लाग्छ। नीतिगत रूपमा चाहिँ पहिलो हाम्रो पर्यटनमा सङ्घीयतै आएको छैन। जस्तो व्यावसायिक हिसाबमा पनि सङ्घीयता आएको छैन र सरकारी हिसाबमा पनि सङ्घीयता आएको छैन। आज प्रदेश नम्बर 1 ले टिम्स कार्ड बाँड्दैन। आज कर्णालीले आफ्नो टिम्स कार्ड बाँड्दैन, काठमाडौँले बाँड्छ। आज ट्रेकिङ गाइडको लाइसेन्स सुदूरपश्चिमले दिँदैन, आज काठमाडौँले दिन्छ। कुनै बेला चाहिँ लोकल पर्यटन व्यवसायहरूले नि अन्तर्राष्ट्रिय स्तरको कामहरू गर्नुभएको थियो। अघि मैले नेकोन एयरको कुरा गरेँ, त्यो खालको काम भएको छैन। र खास गरी हाम्रो पर्यटन पूर्वाधार र जनशक्ति पर्यटनलाई पूर्वाधार, जनशक्ति र प्रचार हो हाम्रो। हामीसँग पूर्वाधार एकदमै बिजोग छ, समय सुहाउँदो पूर्वाधार छैन। आज गोल्डन ट्रायङ्गलमा काठमाडौँदेखि पोखरा र पोखरादेखि चितवन जाने बाटो एकताल घुमायो भने पर्यटकहरू भोलिदेखि नफर्केर आउने अवस्था छ। जनशक्तिमा आज हाम्रो जहाँ भारतीय पर्यटकहरू धेरै आउँछन् या जहाँ चिनिया पर्यटकहरू धेरै आउँछन्, उनीहरूले खानेकुरा, उनीहरूको टेस्ट अनुसारको जनशक्तिहरू, भाषिक गाइडहरू हामीले बनाउन सकिरहेको छैनौँ। र हामी प्रचारमा मात्रै हामी लागिरहेको छौँ। र पर्यटनको दुईटा कम्पोनेन्ट पूर्वाधार र जनशक्तिभन्दा बढी हामी चाहिँ प्रचारमा लागेको छौँ। र यो चाहिँ हाम्रो पर्यटनको ट्रेजेडी छ जस्तो लाग्छ। ज्योतिजी, हजुर, अघि केही सवालहरू तपाईँले उठाउनु भयो हाम्रा विज्ञहरूलाई र बोर्डको उपाध्यक्षज्यूलाई पनि कसरी समाधान गर्ने भनेर। अझै तपाईँलाई लागेको थप तपाईँहरूको अर्ग्यानिक समस्या चाहिँ विराटजीले पनि केही त राख्नुभयो एकाडेमिक रूपमा, तर तपाईँले फिल्डमा भोगेको, भुइँमा भोगेको अरू समस्या के हुन्? जस्तो हाम्रो नेपाली पर्यटक र अन्तर्राष्ट्रिय पर्यटक हामीले दुई भागमा बाँडिरहँदाखेरि बाँडिरहनुपर्ने स्थिति आइसकेको छ। जस्तो नेपाली कल्चरमा पनि नेपाली नयाँ जेनेरेसनले पनि अब अहिले घुम्न जाने सोच डेभलप भएर आएको छ। अब उहाँहरूको व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरको पर्यटकको व्यवस्थापनमा त्यो मिल्न आइरहेको छैन। त्यहाँ समस्याहरू भोग्न परिसकेको छ। जस्तो कि नेपाली पर्यटकसँग घुम्न जाने कसरी भन्ने पनि थाहा छैन साँच्चै भनौँ भने है। जस्तो मैले त यहाँदेखि यहाँसम्म के अरे जान आइपुग्न सकेँ भन्ने हिसाबले, त्यो च्यालेन्जलाई एक्सेप्ट गरेको हिसाबले, नर्मल च्यालेन्जलाई एक्सेप्ट गरेको हिसाबले उहाँहरूले बुझिरहनु भएको छ। जब उहाँहरू पुग्नुहुन्छ, पुगिसकेपछि त्यसको समस्याको भोगाइ भनेको चाहिँ हामीसँग नै ठोकिन आइपुग्छ। फेरि जस्तो स्थानीयहरूसँग र हामीहरू नै त्यो समस्या समाधान गर्नपट्टि लागिरहेका हुन्छौँ। पहिला थिएन, नेपाली नयाँ पुस्ताहरू घुम्न जाने ट्रेन्ड नै थिएन, अहिले बढी भइरहेको छ। अर्को भनेको विदेशी त्यसमा पनि विभिन्न स्तरका पर्यटकहरू हुन्छन्। साथमा घुम्न जाने पर्यटकहरू विभिन्न स्तरका हुन्छन्। अब नेपालीहरूले गर्ने बिहेभ र नेपाली पर्यटकले गर्ने बिहेभ र अन्तर्राष्ट्रिय स्तरको पर्यटकले गर्ने बिहेभमा फरक, त्यो दुईजनाको दुई पक्षको बिचको समस्याहरू हामीले धेरै झेल्न परिरहेको छ अहिलेको परिवेशमा। हामीसँग होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह हुनुहुन्छ। उहाँ समग्र निजी पर्यटन व्यवसायीहरूको तर्फबाट आज हामीले उहाँलाई किनोट स्पिकरको रूपमा बोलाएका छौँ। आफ्नो धारणा राखिदिनका लागि म हानका अध्यक्षज्यूलाई अनुरोध गर्छु। नेपालमा सम्भावना छ, किनभने हेर्नुहोस् अन्तर्राष्ट्रिय ठुल्ठुला चेन होटलहरू र नेपाली चेन होटलहरूले एकपछि अर्को नेपालमा हरेक 2 महिना हरेक 3 महिनामा ठुल्ठुला तारै होटलहरू खोलिरहेछन्। त्यसले भने त के भन्दाखेरि नेपालमा भविष्य भएर नै खरबौँ लगानी भइरहेछ त।
नेपालमा छ, सम्भावना छ, हामी गर्न सक्छौँ। पर्यटन देशको एउटा मेरुदण्ड हो, आर्थिक समृद्धिको संवाहक हो भन्ने कुरा प्रस्तुत त्यसले गर्छ। र हो समस्या छ, समस्या सम्बोधन गर्दाखेरि चाहिँ म के भन्छु भन्दाखेरि अब हाम्रो अहिलेको अवस्थामा के त भनेर हेर्दाखेरि हाम्रो नेपालको पर्यटन क्षेत्रले, होटल क्षेत्रले 35 देखि 40 लाख पर्यटकलाई, ग्राहकलाई हामी सेवा दिन सक्ने, त्यो सेवा पनि अन्तर्राष्ट्रिय स्तरमा सेवा दिन सक्ने हामी भइसकेका छौँ। तर अब हेर्नुहोस् 2025 सालको पर्यटन आगमनको तथ्याङ्क हेर्नुहुन्छ भने 11,47,000, 12 लाख पनि छैन। भनेको कुनै पनि व्यवसाय हाम्रो क्षमताको 1/3 मात्रै उपयोग हुँदाखेरि धेरै अगाडि बढ्न सक्दैन, अवस्था त्यो हो। अर्को अवस्था के भन्दाखेरि अब हाम्रो त्यो भिडियो कार्यपत्रमा पनि आछ, हाम्रो पहिला हेरिकन हाम्रो लेन्थ अफ स्टे, पर्यटकहरू बस्ने स्टे घटेको छ र उहाँहरूले खर्च गर्ने जुन पर्यटकले गर्ने खर्च घटेको छ, त्यो चिन्ताको विषय हो। अर्को कुरा हाम्रो के छ अहिले भन्दाखेरि अब हाम्रो क्षेत्रमा चाहिँ औपचारिक र अनौपचारिक, जस्तो घरमा हेर्नुहोस् आज होमस्टे छ, घरमा हेर्नुहोस् बिएनबी छ। अब हामी सबै नेपाल सरकारको विधिवत दर्ता भएको छौँ, हामीले कर तिरेका छौँ, मापदण्ड पालना गरेका छौँ हामी एक थरी औपचारिक क्षेत्रका। अनौपचारिक क्षेत्रमा काठमाडौँको हनुमान ढोका, अब पाटनको मङ्गल बजार, भक्तपुरको शुक्ल ढोकामा घरमा बिएनबी छ, होमस्टेहरू छ। उहाँहरू र हामी सँगसँगै हामीले काम गर्नुपर्छ। भनेको फर्मल र इन्फर्मल क्षेत्र विकास जुन भएको छ त्यसलाई सरकारको नीति नियम कानुनले सम्बोधन गरेका छ त छैन। योभन्दा अगाडिका सरकारहरूले पर्यटन दशक 2023 पहिला 2023-2032 भने, त्यसपछि आएको सरकारले 2025-2035 भनेर पर्यटन दशक घोषणा गर्यो। हाम्रो टुरिज्म बोर्डका उपाध्यक्षज्यू यहीँ हुनुहुन्छ, अब हामीले पनि सँगै काम गरे हो। त्यो अगाडि कहाँ छ के छ भन्ने कुराहरू प्रश्न छैन। भनेको देशको राष्ट्रिय कार्यनीति, कार्ययोजनाको पनि अभाव देखिन्छ अहिले। त्यसले गर्दाखेरि यी कुराहरूलाई अब भनेको सामञ्जस्य भएको छैन। एकातिर विकास हुन खोजिरहेछ, त्यसलाई कसरी समेट्ने भन्ने संयोजनको कुराहरू भएको छैन। त्यसले गर्दाखेरि उहाँहरूले जुन कुरा उठाउनु भयो विराटजी र ज्योतिजीले, यो कुराहरू एउटा राष्ट्रिय आवश्यकता, राष्ट्रिय प्रण, राष्ट्रिय कार्यनीति, कार्ययोजनाबाट अगाडि बढेको खण्डमा हामी अगाडि बढ्न सक्छौँ। अब हिजोको अवस्थाबाट अगाडि बढ्नलाई विहङ्गम रूपमा अहिले जे भइरहेछ त्यतिले मात्रै हुँदैन। एउटा सूक्ष्म रूपमा एउटा राम्रोसँग नै अध्ययन अनुसन्धान गरेर नयाँ नीति, नयाँ कार्यक्रम साथ अगाडि बढ्नुपर्छ भन्ने नै हाम्रो माग हो। म त के भन्छु भने टुरिज्म बोर्डको जुन अब एउटा ऐनले चलिरहेछ त्यो चाहिँ एउटा प्राधिकरण हुनु पर्यो। अब जस्तो अब नागरिक उड्डयन प्राधिकरण भनेर अधिकार सम्पन्न उसले आफ्नो काम गरेर हुन्छ। टुरिज्म बोर्डले जति पनि कार्यक्रम ल्याउँछ त्यो विभागमा जानु पर्ला, त्यो मन्त्रालयमा जानु पर्ला, उहाँहरूले भनेको कामहरू भइरहेको हुन्छ त। जबकि त्यो त PPP, पब्लिक प्राइभेट पार्टनरसिप भनेर हामीले सुरु गरेको कुराहरू हो। त्यो अनुसारको जुन हाम्रो योजना थियो, जुन मिसन थियो, त्यो अनुसार त काम भइरहेको छैन। भनेको अहिलेको विहङ्गम रूपमा परिवर्तन आवश्यक छ। त्यस कारणले देशले पाउने पर्यटनबाट पाउने जुन लाभ हो त्यो चाहिँ नि अगाडि बढाउनलाई हामीले विहङ्गम रूपमा काम गर्नैपर्छ। आउने नेतृत्व हामी निजी क्षेत्र त्यसलाई तयारै छौँ, यसमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो। म लाक्पा फुटी शेर्पा, नामै काफी छ यो पर्यटन सेक्टरमा। सगरमाथा आरोही, सगरमाथा आरोहण गर्नुभएको, पासाङ लामो सँगसँगै सगरमाथा सँगै सहयात्री, आफै धेरै पर्यटन सेक्टरमा म्यान पावर निर्माण गर्न, जनशक्ति निर्माण गर्न पनि लाग्नु भएको छ। एउटा व्यवसायी निरन्तर पर्यटनको विकासका लागि लागिराख्नु भएको छ। तपाईँलाई लागेको कुरा कसरी नेपालको पर्यटन अगाडि बढ्न सक्छ, म आफ्ना धारणा राखिदिनका लागि अनुरोध गर्छु। धन्यवाद। क्वालिटीको टुरिज्म नेपालमा एट्र्याक्सन गर्नुको लागि मलाई चाहिँ के लाग्छ भने यो जति नेपालमा गाडीहरू खरिद गर्छ नि, भेहिकल्सहरू खरिद गर्छ नि, त्यो चाहिँ 3 गुणा चाहिँ ट्याक्स लगाइदिनु सट्टा 1 गुणा मात्रै ट्याक्स लगाएर त्यो गाडी 14-15 वर्ष चलाउने, 12-13 वर्ष चलाउने, त्यसपछि फेरि त्यो चलाउन नमिल्ने, अर्को किन्नु पर्ने। किनभने क्वालिटीको पर्यटन नेपालमा ल्याउनुको लागि इन्भाइरोमेन्ट फ्रेन्डली हुनुपर्छ। हाम्रोमा इन्भाइरोमेन्ट फ्रेन्डली छैन। हाम्रो नेपाल यस्तो सानो हुँदै पनि काठमाडौँ चाहिँ वान अफ द पोल्युटेड सिटी भनेर चाहिँ विश्वमा नाम आउँछ।
त्यो भने चाहिँ हाम्रो लागि दुःखदको कुरा हो। माउन्ट एभरेस्ट जस्तोको काखमा चाहिँ सिटी भएर त्यो सिटी चाहिँ वर्ल्डको मोस्ट पोल्युटेड लिस्टमा पर्नु भने चाहिँ हाम्रो लागि दुःखदको कुरा हो। हामीले अब सधैँ एउटै ट्रेकिङ गर्ने माउन्टेनियरिङ गर्ने त्यो त आफ्नै ठाउँमा छ, तर फरक किसिमको टुरिज्म नेपालमा एट्र्याक्सन गर्नु पर्यो। सबैको लागि, होटलको लागि, गाइड्सको लागि, सबैको लागि, जब पाउनुको लागि, नेपालको लागि इन्कम ल्याउनुको लागि चाहिँ रिटायर्ड टुरिज्म। जस्तो रिटायर्ड भनेपछि आफ्टर 65 अथवा 60 युरोपियन अमेरिकनहरू सबै उनीहरूको इन्सुरेन्स हुन्छ, उनीहरूको रिटायर्ड पेन्सन पाक्छ। त्यो पेन्सन पाक्दाखेरि उनीहरू आफ्नै देशमा त त्यसले धान्नै गाह्रो हुन्छ, तर त्यो पेन्सन चाहिँ नेपालमा ल्याएर नेपालमा चाहिँ रेजिडेन्ट भिसा दियो भने त त्यो टुरिस्टहरू सबै नेपालमा, त्यो रिटायर्डहरू सबै नेपालमा आउँछ नि। हामी नेपाली त वर्ल्ड वाइड चाहिँ हामी एज अ फ्रेन्डली कन्ट्री हो, हामी कोहीसँग नि दुश्मन छैन। जुनसुकै देशबाट पनि क्वालिटीको एउटा लाइफभरि दुःख गरेपछि उनीहरूसँग पैसा हुन्छ, उनीहरूको पेन्सनले नि छ होइन। उहाँहरू जस्तोले चाहिँ यहाँ चाहिँ रेजिडेन्ट भिसा दियो भने एकजना रेजिडेन्ट भिसा दिएर एकजना रिटायर यहाँ बस्यो भने उसको छोरा नाति भेट्नु आउँछ, उसको साथीभाइ भेट्नु आउँछ होइन। त्यसले गर्दाखेरि हाम्रो युवाहरू विदेश जब खोजेर जानु पर्दैन। यहाँको हस्पिटल चल्छ, यहाँको होटल चल्छ, रेस्टुरेन्ट चल्छ, यहाँको अपार्टमेन्टहरू सबै रेन्टमा दिनु सकिन्छ। यहाँ सिर्फ त्यो जुन हामीले चाहिँ रेजिडेन्ट भिसा रिटायर्ड टुरिज्महरूको लागि रेजिडेन्ट भिसा दिँदाखेरि उनीहरूले सुरुमै मिनिमम $1,000 देखि $1,500 चाहिँ मन्थली नेपालमा स्पेन्ड गर्नुपर्ने त्यो नीति बनाउनु पर्छ। अर्को चाहिँ उनीहरूले धर्म प्रचार गर्नु नपाउने, राजनीतिमा इन्भल्भ गर्नु नपाउने, तर आफ्नो धर्म आफूले मान्नु पाउने भनेर त्यो खालको पोलिसी हामीले ल्याउनु पर्छ। र त्यो गऱ्यो भने चाहिँ नेपालको टुरिज्म क्वालिटीको टुरिज्म। अनि अर्को एउटा टुरिज्म चाहिँ कस्तो खालको टुरिज्म भने एडुकेसन टुरिज्म। नेपालमा चाहिँ टप एकदमै वर्ल्डको टप माउन्टेन टुरिज्म युनिभर्सिटी, माउन्टेन टुरिज्म कलेज नेपालमा हामीले नेपाल माउन्टेन एकाडेमीबाट गऱ्यौँ। जुन ब्याचलर इन माउन्टेनिङ, मास्टर्स इन एडभेन्चर टुरिज्म। म 8 वर्ष कार्यकारी निर्देशक भएर त्यसपछि 3 वर्ष अध्यक्ष भएर मैले त्यहाँबाट म एज अ फाउन्डर क्याम्पस चिफ मैले चाहिँ त्यो ल्याएको थियो। तर एउटै ल्याएको चिज पनि अहिले के छ भने सम्बन्धित निकायमा विज्ञ नभएको कारणले गर्दाखेरि त्यो बुझ्दैन टुरिज्मलाई कसरी प्रमोसन गर्नुपर्छ, एडुकेसनले कसरी प्रमोसन गर्नुपर्छ भने उनीहरूले बुझ्दैन। एउटा नाथुम छ होटल रेस्टुरेन्ट निकाय, एउटा नेपाल माउन्टेन एकाडेमी एडभेन्चर माउन्टेन स्की टुरिज्म। त्यो दुईटा एडुकेसन दिने निकाय त्यो विश्वमै पहिलोचोटि हामीले चाहिँ यो ब्याचलर इन माउन्टेनिङ, मास्टर्स इन एडभेन्चर टुरिज्म त्यो नेपालमा पहिलोचोटि हो, विश्वमा कहीँ पनि छैन। त्यो खालको हामीले यत्रो मेहनत गरेर यत्रो ल्याएर आयो। अहिले फेरि नाथुम र टुरिज्म माउन्टेन एकाडेमी गाप्ने भन्छ भनेपछि हामी त अगाडि जानु सारा पछाडि फर्किरहेको छु के। हामीले त त्यो खालको एडुकेसन, त्यो खालको इन्टरनेसनल लेभलको एडुकेसन दिने भयो भने त आजको दिनमा 1 हप्ताको लागि टुर गर्नु आउँछ, 2 हप्ताको लागि ट्रेकिङ गर्नु आउँछ, 2 महिनाको लागि हिमाल चढ्नु आउँछ भने भोलिको दिनमा त 6 महिनाको लागि ट्रेनिङ लिनु आउँछ, 3 महिनाको लागि ट्रेनिङ लिनु आउँछ, एडुकेसन लिनुको लागि 2 वर्षको लागि आउँछ, अथवा मास्टर्स गर्नुको लागि 2 वर्षको लागि आउँछ, ब्याचलर गर्नुको लागि 4 वर्ष आउँछ नि। त्यो पनि हाम्रो टुरिज्म हो नि, विद्यार्थी टुरिज्म। एसिया बढीको मात्रै आए पनि हाम्रोमा धेरै पुग्थ्यो नि। अर्को चाहिँ एउटा चाहिँ फिल्मी टुरिज्म, फिल्म बनाउने टुरिज्म नेपालमा एट्र्याक्सन गर्नुपर्छ। फिल्म चाहिँ कस्तो भने फिल्म सुटिङ नेपालमा गऱ्यो भने त्यो हामीले प्रमोसनमा लगानी गर्नै पर्दैन। त्यो फिल्म सुटिङ नेपालमा $1 सिस्टम बनाएर नेपालमा फिल्म सुटिङ गर्नु दियो भने त्यसले चाहिँ विदेशमा गाउँ घरमा चाहिँ नेपालको विषयमा बोल्छ, नेपालको विषयमा प्रमोसन हुन्छ। अनि अर्को एउटा चाहिँ सबैभन्दा महत्त्वपूर्ण मलाई के लाग्छ भने यो जुन नचलेको हिमालहरू, नेपालमा जति नचलेको हिमाल छ नि, चलेको हामीले चढ्ने हिमाल त कतिवटा पो छ, नेपालभरि हिमाल छ नि होइन र।
त्यो हिमालहरू नचलेको हिमालहरू चाहिँ 5 वर्ष रोयल्टी नलिने 10 वर्ष रोयल्टी नलिने त्यसपछि चाहिँ रोयल्टी बिस्तारै सिस्टममा ल्याउने तर सुरुमा प्रमोसनको लागि त्यो खोला गरिदियो भने हामीले प्रमोसन गर्नै पर्दैन इन्टरनेसनल मिडियाले प्रमोसन गरिदिन्थ्यो होइन अनि अर्को चाहिँ यस्तो यो नङपाला जस्तो पासहरू हामी चाइना गभर्मेन्टसँग रिक्वेस्ट गरेर त्यो नङपाला भने हिस्टोरिकल पाथहरू हो त्योहरू चाहिँ खोल्यो भने चाइना त्यो तिङ्रीसम्म आउने ट्रुस चाहिँ नेपालसम्म आइपुग्थ्यो नि तर यो सम्म नेपालसम्म आइपुग्थ्यो नि त्यो गर्दाखेरि हामीले एयरबाट आउने मात्रै नभई भने बाई रुट बाई वक आउने ट्रुसहरू पनि नेपालसम्म ल्याउनु सक्थ्यो होइन त्यही कारणले गर्दाखेरि यो धेरै कुरा छन् र यसमा चाहिँ अनि अर्को चाहिँ महिलाहरूलाई हिमाल एनएमएको पिक र माउन्ट एभरेस्ट बाहेक अरू हिमालहरू चाहिँ 50% डिस्काउन्ट गरिदिनुपर्छ पुरुषहरू त अब प्रोफेसनलको हिसाबले पनि हिमाल चढ्नु जान्छ होइन तर महिला त न फ्यामिलीले सपोर्ट गर्दैन न आफूले एफोर्ड गर्नु सक्दैन तर हिमाल चढ्न रहर त पुरुषले जति छ हामी महिलाले पनि रहर छ नि त त्यही कारणले गर्दाखेरि महिलाहरू हिमालमा जाने साथै फेरि त्यसलाई साथ दिने त पुरुषहरू विदेशी स्वदेशी पुरुषहरू पनि आउँछ नि त्यही कारणले हामीले जहिले पनि हामीले गिफ्ट 10% दियो भने टेक 90% हुने किसिमले चाहिँ हरेक कुरामा त्यो अहिले चाहिँ हामीले प्रमोसन गर्नुपर्छ भन्ने लाग्छ बुद्ध जन्मेको लुम्बिनी अनि त्यसपछि सीता जन्मेको जानकी मन्दिर जनकपुर होइन त्यो बाहेक पनि मुक्तिनाथ छ मराठीका छ काठमाडौँ पनि मन्दिर र गुम्बाले मात्रै भरेको ठाउँ एज अ मन्दिर र गुम्बाको युनिभर्सिटी भन्ने पनि हुन्छ काठमाडौँ होल काठमाडौँ के तर त्यसलाई पनि हामीले प्रमोसन गर्नु सकेको छैन त्यसलाई राम्रो गरेर प्रमोसन गर्नु सक्ने हो भने नेपालमा अनि अर्को चाहिँ कृषि टुरिज्म भन्छ होइन कृषि नेपालको जुन हाम्रो नेपाल भने चाहिँ फेरि एकदमै जुन खालको फलफुल रोपे पनि हुने जुन खालको सागसब्जी रोपे पनि हुनेछ नि यहाँबाट 4 घन्टाको फ्लाइटमा चाहिँ खाडी मुलुकमा गयो भने त्यहाँ त फलफुल पनि फल्दैन सागसब्जी पनि फल्दैन नि हाम्रो गभर्मेन्ट र त्यहाँको गभर्मेन्ट चाहिँ हाम्रो गभर्मेन्टले चाहिँ त्यहाँको गभर्मेन्टसँग लबिङ गरेर चाहिँ उहाँहरूले अन्डरस्ट्यान्डिङ गरेर चाहिँ हाम्रो यहाँबाट फलफुल जुन त्यहाँसम्म पुर्याउनु सक्यो त्यहाँ अफ्रिकाबाट आउँछ चाइनाबाट आउँछ विभिन्न देशबाट आउँछ तर त्यसको सट्टा हामीले चाहिँ नेपालबाट त्यहाँ पठाउने र कृषिको लागि चाहिँ जुन कृषि उत्पादन कृषकहरूको लागि चाहिँ 5-6 वर्षको लागि त्यसमा ट्याक्स नलाउने फ्री गरिदिनु सक्यो भने हाम्रो फ्रुट्सहरू हाम्रो सागसब्जीहरू चाहिँ अर्ग्यानिक सागसब्जी प्रड्युस गरेर त्यो चाहिँ त्यहाँसम्म पुर्याउनु सक्यो भने त हाम्रो आजको युवाहरू त्यहाँ कृषिको भन्न काम गर्नु गइरहेको छ विभिन्न देशमा गइरहेको छ तिनीहरू सबैको लागि जब यहाँ हुन्थ्यो नि यहाँ क्रिएट हुन्थ्यो नि होइन र त्यही कारणले गर्दाखेरि कृषिको सेक्टरमा पनि धेरै सम्भावना छ माउन्टेनियरिङ सेक्टरमा धेरै सम्भावना छ कल्चरको सेक्टरमा फेरि हाम्रो नेपाल एकदमै राम्रो कसैले नोटिस नगरेको तर एकदमै राम्रो पक्ष नेपालमा के छ एउटै गुम्बामा गयो भने तपाईँले त्यहाँ भनौँ न सपोज मराठीका गयो भने बुद्धिस्टले पनि त्यहीँ मान्छ हिन्दूले पनि त्यही मान्छ किराँतले पनि त्यही मान्छ मुक्तिनाथ गयो भने त्यही हो यहीँ पशुपतिमा गए पनि बौद्ध गए पनि अथवा लुम्बिनी गए पनि हाम्रो एउटा रिलिजनको हिसाबले चाहिँ हाम्रो एकदमै टलरेट एकदमै अरू देशभन्दा हाम्रोमा बेसी टलरेन्स छ उनीहरू अरू देशभन्दा हामी एउटा एडभान्स लेभलमा चाहिँ मलाई त्यहाँतिर हामी एकदमै रिलिजन फ्रेन्डली एकअर्का रेस्पेक्ट गर्छौँ हामीले चाहिँ उनीहरूले बरु हाम्रोबाट शिक्षा ल्याओस् के उनीहरूको देशमा चाहिँ उनीहरूको एउटै धर्म मान्ने एकअर्का मिल्दैन भने हाम्रोमा त एउटै ठाउँमा चाहिँ 4-5वटा धर्म मान्ने एकै ठाउँमा मान्छ कि एकै थलोमा मान्छ कि कुनै मन्दिरमा त एकपट्टि बुद्धिस्टको स्ट्याचु हुन्छ अर्कोपट्टि हिन्दूको हुन्छ अथवा एकै ठाउँमा सबैले मान्छ नि त्यो नै हाम्रो रिचनेस हो क्या त्यो हरेक कुरा चाहिँ नेगेटिभली लिनु हुँदैन पोजिटिभली हामीले के दिनु सक्छौँ विश्वमा सन्देश के दिनु सक्छु होइन त्यो कुराहरूले चाहिँ इन्टरनेसनल लेभलमा चाहिँ प्रमोसन गर्नुपर्छ भन्ने लाग्छ कि सपोज लसार आयो भने मलाई सबैभन्दा अगाडि हाम्रो त आफै मानिहाल्छ बरु लसार नमानेहरू हामी इन्भाइट गरौँ इन्जोय गरौँ भन्ने फिल हुन्छ कि त्यो चिजहरू चाहिँ सबै देशमा पाउँदैन विनायक दाई थप कुरा
सरकारी संयन्त्र बाटो मात्रै अन्तर्राष्ट्रिय एयरपोर्ट चलाउन गाह्रो भइरहेछ, सकिया छैन। त्यसलाई अब चलाउनु सक्ने स्वदेशी होला विदेशी होला, त्यो चलाउनु पर्यो। त्यो चलाएपछि भनौँ न हामी भारत र चीनको बिचमा छौँ। अब करोडौँ भारतीयहरू करोडौँ चाइनिजहरू आफ्नो देशभन्दा बाहिर बिदा मनाउन निस्किन्छन् करोडौँमा। त्यसको 2% मात्रै नेपाल ल्याउँदाखेरि पनि 50 लाख 60 लाख ल्याउन गाह्रो छैन। भनेको कनेक्टिभिटी इज द मेन इस्यु नै त्यही हो। त्यस कारणले कनेक्टिभिटी बढाउनमा सरकारले के गरिरहेछ खास तात्विक त केही पनि देखिँदैन। अब अहिले जस्तो पोखरा एयरपोर्ट चलाउनलाई भन्दाखेरि जियो पोलिटिकल भनिएला, भैरवा एयरपोर्ट चलाउनलाई भू राजनीतिको सधैँ दोष दिएर मात्रै पनि हुँदैन। चलाउनेतिर हामी निजी क्षेत्र अग्रसर छौँ र त्यसमा स्वदेशी विदेशी कसले चलाउन सक्छ, एउटा सक्षम मान्छेहरूलाई सक्षम समूह ल्याएर चलाउनुपर्छ। कनेक्टिभिटी नै सबभन्दा ठुलो समस्या हो। जस्तो हामीले 2025 मा 12 लाख पर्यटक भित्र आछौँ। एकै वर्षमा अब कनेक्टिभिटी एयरपोर्ट चल्यो, बाटोघाटो राम्रो हुन थाल्यो भने डबल हुन्छ। 12 को 24 लाख 25 लाख पर्यटक ल्याउनु कुनै गाह्रो कुरा होइन। जबकि त्यो क्षमता त हामीसँग छ। नेपालमा आउने पर्यटकहरूलाई उहाँले खोजेको, उहाँले के गर्न, कति खर्च गर्नुहुन्छ, के खान खोज्नुहुन्छ, कहाँ जान खोज्नुहुन्छ, त्यो कुरो सबै गर्ने हामी पर्यटन क्षेत्रले गर्न सक्ने हाम्रो क्षमता विकास भइसकेको छ। यो चाहिँ सरकारले हामी सबैले सदुपयोग गरेर अगाडि बढ्नुपर्ने अवस्था हो। विराटजी, तपाईँलाई तपाईँको आँखाले देखेको, पत्रकारको आँखाले, एउटा विश्लेषक पत्रकार जसले आफ्नो यही क्षेत्रमा कलम चलाइरहनु भएको छ र आज विषय उठाउनको लागि, रेज गर्नका लागि हामीले बोलाएको। लाकोफुटी म्यामले एकदम जायज प्रश्न उठाउनु भयो। नेपाल माउन्टेन एकाडेमी कफी र चियालाई मिसमास गर्ने काम भयो। यदि न्याथम र माउन्टेन एकाडेमी गर्ने भने न्याथम चिया हो, माउन्टेन एकाडेमी कफी हो। चियाको पनि भ्यालु छ, तर कफीको भ्यालु अझ बढी हुन्छ दामको हिसाबमा, कामको हिसाबमा। हामीले माउन्टेन एकाडेमीलाई त पर्यटन कूटनीतिको रूपमा हामीले देशको समृद्धिको लागि एउटा फ्रन्ट अर्गनाइजेसन बन्न सक्थ्यौँ। जस्तो नेपालमा अर्जेन्टिनाका प्लेयरहरू एकदमै हिट छन्। अर्जेन्टिनाको मान्छेलाई नेपालको महिला टोली या एज समूहको प्रशिक्षक बनाउने र नेपाल माउन्टेन एकाडेमी एन्डिज चढ्ने दक्ष जनशक्ति उत्पादन गर्नको लागि चाहिँ हामीले ल्याउने। उनीहरूले हामीलाई गुड कोच दिने, उनीहरूको हामीले गुड माउन्टेनर हामी बनाइदिने। त्यो खालको कूटनीति गर्ने ठाउँ पनि नेपाल माउन्टेन एकाडेमी हो। तर सरकारले अहिले हल्ला चलेअनुसार न्याथममा गाप्दैछ, अर्थात् कफीलाई चियामा मिसाउँदैछ। त्यो उहाँको कुरा एकदम राम्रो छ। यो चाहिँ एउटा एकाडेमी चाहिँ विश्वको पहिलो माउन्टेनियरिङ स्कुल पढाउने मात्र होइन, त्यसले हामीले लामो काम गर्न सक्छौँ। एज अ जर्नलिस्ट मैले सबभन्दा धेरै पैसा पाएर फ्रिलान्सिङ रिपोर्टिङ गरेको माउन्टेनकै विषयमा हो। र अस्ति नेपालमा जति पनि अन्तर्राष्ट्रिय कुराहरू हुन्छ द हिमालयन कन्ट्रिज भन्छन् होइन। भनेको हिमाल हाम्रो आइडेन्टिटी हो, हिमाल हाम्रो पैसा हो, हामीले हिमालकै मोनिटाइजेसन गर्ने हो। र त्यसको लागि चाहिँ नेपाल माउन्टेन एकाडेमी एउटा बेस्ट इन्स्टिट्युसन हो। त्यसलाई चाहिँ न्याथममा हामीले मिसमास गर्नु हुँदैन। उहाँको कुरा एकदम राम्रो हो। विनायक सरले भन्नुभयो हाम्रो क्यापेसिटी, हामी अक्युपेन्सी एकदम कमजोर छ, होटलको एकदम ठिक हो, हामीले अझै बढी ल्याउन सक्छौँ, त्यो पनि ठिक हो। र विनायक सरहरूसँग चाहिँ मेरो एउटा गुनासो पनि छ। जस्तो उहाँहरूको हिस्ट्रीमा बोरिस लिसानेभिचले रसियन कस्मोनट अन्तरिक्ष यात्रीहरू यहाँ ल्याउनुहुन्थ्यो, तर सरहरूले अहिले ल्याउन किन सकिरहनु भएको छैन होइन। लर्ड एस्क्रफ्ट अस्ति भर्खर प्राइभेट प्लेनबाट आए, तर सरहरूसँग पर्सनल सम्बन्धले त उनी आएको होइनन्, आफ्नो चोइसले आएको। सरहरूले इन्भिटेसन गरेको आधारमा टक्कसँग डेभिड ब्याकम होलिडे मनाउन सारङकोट आए अरे होइन। लियोनल मेसी फ्यामिली टुरको लागि पोखरा आए अरे होइन। तपाईँको चाहिँ एलन मस्कको टेस्ला गाडीको टेस्टिङ चाहिँ तपाईँको मुस्ताङमा भयो अरे भन्ने खालको हामी समाचारहरू सुन्दैनौँ। र अझ प्रादेशिक हिसाबमा चाहिँ म कोशी प्रदेशकै कुरा गर्छु। ल ठिक छ, सरकारले राम्रो नीति गर्दैन अरे, बङ्गलादेशको टुरिस्टहरू कोशीमा ल्याउनको लागि गाह्रो भएर मान्यौँ। सरकारले ओलाङचुङ बोलाएर किमाथाङका नाका खोल्दैन अरे, चाइनिज ल्याउन पनि गाह्रो भएर मान्यौँ। सरले म्यामले भने जस्तै नाथु के पास भन्नुभयो हाम्रो सोलुखुम्बुको नाङपाला सरकारले खोल्दैन अरे, चाइनिजहरू ल्याउन पनि खुम्बु ल्याउन पनि गाह्रो भएर ठिक छ। तर कोलकाता र सिलिगुडीका लाखौँ पर्यटकहरूलाई कोशीमा ल्याउन केले रोकिरहेको छ? भुटान त बुद्धिस्ट कन्ट्री हो, हाम्रो काँकडभित्तामा अनअराइभल भिजा छ। थिम्पूबाट टक्क गाडी चढेर अनअराइभल भिजा टक्क काँकडभित्तामा दिएर हलेसी घुमाउँदै, हलेसीमा पनि बुद्धिस्ट कनेक्सन छ, हलेसीबाट टक्क लगेर लुम्बिनीबाट हामी 5 दिनको टुर लान हामीलाई केले रोकिरहेको छ होइन। बङ्गलादेशको या चाहिँ वेस्ट बङ्गालका बिहारका एलिडहरूलाई तपाईँ हामी मकालु बेस क्याम्प, कञ्चनजङ्घा बेस क्याम्प लान हामीलाई केले रोकिरहेको छ? त्यहाँ त सरकार त अवरोध छैन, फ्री भिजा छ, फ्री पासपोर्ट छ, हामीलाई पैसा लाग्दैन पासपोर्टको लागि होइन। त्यसै गरी बिहारका एलिडहरूलाई, पश्चिम बङ्गालका एलिडहरूलाई माउन्टेन फ्लाइट किन पूर्वबाट हामी गर्दैनौँ? व्यवसाय पनि पूर्वकै हुनुहुन्छ, एयरपोर्ट पनि पूर्वमै छ
माउन्टेन फ्लाइट नेपालका 8,000 भन्दा अग्ला विश्वमा 14 हिमाल छन्। 14 हिमालमध्ये 8वटा नेपालमा छन्, 5वटा कोशी प्रदेशमा छन्, 3टा गण्डकी प्रदेशमा छन्। कोशी प्रदेशका ती टक्क 5वटा हिमाल माउन्ट एभरेस्ट, लोत्से, मकालु, कञ्चनजङ्घा त्यहीँ देखाउन सकिन्छ। त्यो त सरकारको अवरोधले गर्दा भएकै होइन। त्यसकारणले सरकारले पनि अप्ठ्यारो पारेको छ, पूर्वाधारमा अप्ठ्यारो पारेको छ। जस्तै अहिले युरोपियन स्काइजमा हामी ब्ल्याक लिस्टेड छौँ, त्यसको कूटनीतिक हिसाबमा काम गरेको छैन, त्यो सरकारलाई म दोष दिन्छु। पूर्वाधार राम्रो बाटो छैन, हाम्रो हाइवे हो कि हाम्रो गाउँ घर जाने बाटो हो, कन्फ्युज छ होइन, त्यो पनि सरकार कमजोर छ। तर व्यवसायीले गर्ने गजब कामहरू आजको भोलि 10 करोडको होटल खोल्ने व्यवसायीले 2 करोड एक्स्ट्रा गरेर भुटानको मान्छेलाई लुम्बिनी हलेसी घुमाउने प्याकेज किन ल्याउनु भएको छैन होइन। हो, यो कामहरूको लागि चाहिँ व्यवसायीको तर्फ पनि एकदम ल्याकिङ छ र सरकार जत्तिकै दोषी चाहिँ व्यवसाय पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई। आफ्ना विषय राख्नुभयो, म यी समग्र उठेका विषयवस्तुहरूलाई समअप गर्दै नेपाल पर्यटन बोर्डको उपाध्यक्ष पनि हुनुहुन्छ, निजी क्षेत्रबाट प्रतिनिधित्व पनि गर्नुहुन्छ, अहिले सरकारी मान्छेको रूप व्यक्तिको रूपमा हामीले यहाँ चियरिङ गराइरहेका छौँ, लामो अनुभव पनि छ। रामप्रसाद सापकोटा या कमल सापकोटा, 2 नाम 1 व्यक्तित्व, बहुव्यक्तित्व कमलजी। ल प्लिज तपाईँलाई म समग्र उठेका विषयवस्तुलाई ऱ्यापअप गरिदिनका लागि, कार्यक्रम ऱ्यापअप गरिदिनका लागि अनुरोध गर्छु। मुख्य कुरा चाहिँ अब अघि विराटजीले राख्नु भएदेखि मजदुर ट्रकिङ गाइडजीले राख्नुभयो, ज्योतिजीले होइन, म पनि मजदुर हुँदै, भारी बोक्दै, गाइड हुँदै, व्यवसाय हुँदै अहिले पर्यटन बोर्डमा छु होइन। त्यो समस्या पनि मैले त्यहाँको भोगेको छु। अब जो पत्रकारको आँखाले उहाँले राख्नुभयो होइन, अब कस्तो हुन्छ भने टुरिज्म चाहिँ अलिकति एकाडेमिक र प्र्याक्टिकलमा चाहिँ अलिअलि फरक छ होइन। हामीले जति भन्छौँ त्यो चाहिँ अब प्र्याक्टिकल रूपमा गर्न गाह्रो हुन्छ। अब लाखफुटीजीले, अब दाइले मुख्यतः उहाँहरूले चाहिँ व्यवसायको आँखाबाट चाहिँ उहाँहरूले उठाउनु भयो र मेरो पनि आँखा फेरि अलि बढी व्यवसाय जान चाहिँ, किनभने प्राइभेट सेक्टरको लिडर भएको हिसाबले र अहिले चाहिँ म नेपाल पर्यटन बोर्डमा बसेर चाहिँ पुलको काम गरिरहेको छु भनौँ न, प्राइभेट सेक्टर र सरकारी सेक्टरहरूसँग चाहिँ काम गरिरहेको छु। र मुख्य समस्या चाहिँ यहाँ नीति निर्माणकै हुन्छ होइन। र पर्यटन बोर्ड चाहिँ अहिले हामी प्रबन्धनमा काम गर्ने हो होइन, के अरे यसले चाहिँ विश्व बजारमा नेपाललाई चिनाउने काम गर्ने पर्यटन बोर्डको काम हो। अब यो समग्र सबैको कुरा सुन्दाखेरि चाहिँ मलाई के लाग्छ भने नेपालमा एउटा समस्या पूर्वाधारकै हो, त्यसलाई हामीले ध्यान दिन जरुरी छ। लाखपुरीले अघि लग्जरी टुरिज्मको कुरा उठाउनु भएको छ, त्यो एकदम राम्रो छ। तर लग्जरी मात्रै टुरिस्ट ल्याएर नेपालमा अहिले हामीले सक्दैनौँ, किनभने उहाँले भन्नुभयो नि अहिले चाहिँ प्राइभेट जेटको कुरा छ होइन। त्यस्तो लग्जरी मान्छेलाई त हामीले सबै पूर्वाधार लग्जरी दिन सक्नु पर्यो होइन। त्यो भएको कारणले एउटा पूर्वाधारको समस्या हो। अब अर्को हाम्रो नेपालमा दोस्रो भनेको चाहिँ यहाँका नीति नियमहरू, ट्याक्स भ्याट प्रणालीका कुरा जो छन् हाम्रा। अब अहिले विश्वमा हेर्ने हो भने चाहिँ टुरिज्म ट्याक्स भन्ने लगाउँदो रहेछ, टुरिज्ममा चाहिँ 3%, धेरै जसो देशले 3 देखि 5%। हामी चाहिँ नेपालमा चाहिँ अहिले 13% भ्याट र नाफाको 25% चाहिँ ट्याक्स लगाइराखेका छौँ होइन। सम्भावना त छ, तर सम्भावना हुँदाहुँदै पनि हाम्रो प्याकेजहरू महँगो भइराखेको छ नेपालमा। अवैज्ञानिक चाहिँ ट्याक्स भ्याट प्रणालीहरू जो यहाँ छ होइन। र तेस्रोमा चाहिँ हामी प्रवर्धन हो, विश्वलाई चिनाए र नेपालको बारेमा भन्ने र लिएर आउने हो। र अहिले अब हामी हिमालको मात्रै कुरा गर्छौँ, अघि कुरा उठ्यो नेपालमा चाहिँ अब चाहिँ हामी रिलिजियस टुरिज्मको, म त भन्छु नेपाल त एउटा नेपालका जाति जनजाति शेर्पा तामाङ मगर गुरुङ यी सबै चाहिँ पर्यटनको एउटा प्रोडक्ट हो होइन। अब कच्चा पदार्थको कुरा गर्दाखेरि हामी धेरै उद्योग धन्दाहरू खोल्नको लागि चाहिँ बाहिरबाट हामी कच्चा पदार्थ ल्याउँछौँ, किनेर ल्याउँछौँ, तर हामीले विदेशीहरू चाहिँ उल्टो पैसा तिरेर आउँछन्। यहाँ नेपालमा चाहिँ हाम्रो कच्चा पदार्थ हामीसँग नै छ, सगरमाथा होस्, पशुपति होस्, लुम्बिनी होस्, अथवा एउटा पश्चिमको रमाइलो गाउँ होस् होइन। त्यस्ता कच्चा पदार्थ चाहिँ हामी पैसा नतिरिकन हाम्रो नेपालमै छ भनेपछि नेपाललाई साँच्चीकै छिटो धनी बनाउने हो भने चाहिँ पर्यटन नै एउटा त्यो हो। र तर त्यो पर्यटन बुझेको चाहिँ अब नीति निर्माणमा म अब एउटा दुवै पक्षमा चाहिँ ब्यालेन्स लिएर काम गर्ने हिसाबले पनि मैले हेर्दाखेरि नेपालको पर्यटन चाहिँ अहिले यद्यपि म सरकारको रिप्रेजेन्ट गर्छु, तर प्राइभेट सेक्टरले नै यहाँसम्म ल्याइराखेको हो। नेपाल
नेपाल सरकारको चाहिँ पर्यटनमा बजेटै अहिले हेर्नु न पर्यटनको एकदम थोरै छ। फेरि कुरा गर्दाखेरि हामी चाहिँ पर्यटन कुरा गर्छौँ। यसरी हेर्दाखेरि चाहिँ हामीले आजको उहाँहरूको कुरा सुन्दा पनि सबै कन्क्लुजनमा पनि हामीले गर्न पर्ने चाहिँ एउटा पूर्वाधारको विकास गर्नु पर्यो, कनेक्टिभिटीको विकास गर्नु पर्यो। अब हामीले अलिकति चाहिँ हामी थोरै धेरै ट्याक्सको उसमा चाहिँ अब जस्तै हामीले अहिले एकदम महँगो ट्याक्स लगाइराखेका छौँ। हाम्रा 3500 ट्रेकिङ कम्पनीहरू 1000 जति इलिगल अपरेसन भइराखेका छन्। त्यहाँबाट ट्याक्स सरकारले गुमाइराखेको छ, त्यो हेरेको छैन। हामीले चाहिँ अब टिकटमा भ्याट लगायौँ 13%, जुन कुराले चाहिँ इन्डियाले टिकटको व्यापार गरिरहेको छ। यसरी हेर्दाखेरि चाहिँ हामीले राज्यले सहुलियत दिएर टुरिज्मलाई अलिक बढाउन सक्यो भने यसले आम्दानी गर्ने हो होइन। त्यो हिसाबले हामीले सोच्नुपर्छ। र अब हामीसँग थुप्रै नयाँ हिमालहरू छन्। त्यो चाहिँ अब अघि लाखफुटी दिदीले भने जस्तो गरी रोयल्टी फ्री गरेर हामीले खोल्न सक्यौँ भने अब त्यसले पनि अब एउटा प्रमोसनमा चाहिँ पुर्याउँछ। र समग्रमा चाहिँ नेपालमा टुरिज्मको मास्टर प्लान, अघि सरले पनि भन्नुभएको छ, उहाँले पनि भन्नुभएको छ, एउटा मास्टर प्लान जरुरी छ हाम्रो चाहिँ। र कुन क्षेत्रमा कस्तो खालको टुरिज्म चलाउने, स्थानीय सरकार अहिले सङ्घीयता त छ, तर स्थानीय सरकारलाई चाहिँ पर्यटन पढाउनु पर्ने छ। हेर्नुहोस्, किनभने अब उहाँहरूले कुन पर्यटन कहाँ चलाउने भन्ने थाहा छैन। अन्तर्राष्ट्रिय स्तरको प्रख्यात ट्रेकिङ ट्रायलमा डोजर लगाइदिनुहुन्छ होइन, एकदम ऐतिहासिक धरोहरमा चाहिँ डोजर लगाइदिनुहुन्छ होइन। अब बिस्तारै अब यसलाई चाहिँ सिक्दै जाने र मलाई लाग्छ पर्यटन चाहिँ एक ठाउँमा केन्द्रित हुने र त्यसले चाहिँ स्थानीय सरकारलाई पनि बेनिफिट दिने। एउटा चाहिँ टिम्स किन कर्णालीबाट लागु भएन भन्ने कुरा जो उहाँले उठाउनु भयो, त्यसमा चाहिँ यो सङ्घीयताले गर्दा पर्यटनमा के समस्या ल्याएको छ भने तपाईँ अब एउटा ट्रेकिङ जानको लागि तपाईँ 10वटा पालिका हुँदै जानुपर्छ। प्रत्येक पालिकाले कर उठाउने, यहाँ केन्द्रले पनि कर उठाउने, अन्नपूर्ण कन्जर्भेसनले उठाउने, एभरेस्ट नेसनल पार्कले उठाउने। एउटा पर्यटकले चाहिँ एकदम झन्झट बेहोर्न परिराखेको स्थिति छ। र हामीले भने के हो भने टुरिज्म चाहिँ एकद्वार प्रणालीमा लैजाउँ, केन्द्रबाट चाहिँ अब त्यो राजस्व जम्मा चाहिँ एक ठाउँमा होस् र त्यो राजस्व चाहिँ अब तपाईँको स्थानीय सरकारमा कति प्रतिशत उहाँहरूले पाउने हो त्यो लैजाओस्। त्यसले गर्दा पर्यटकहरूलाई 10 ठाउँमा चाहिँ पैसा तिर्न पर्ने झन्झट हुँदैन होइन। यी आबाद कुराहरू चाहिँ हामीले गर्न पर्ने धेरै कुराहरू छन्। र यो कुरालाई चाहिँ अब यस्ता कार्यक्रमहरू हामीले यस्ता कार्यक्रममा छलफल गर्दै सरकारलाई पनि बुझाउँदै निजी क्षेत्रमा पनि केही कमी कमजोरी होला नि त्यसलाई पनि हामीले अलिकति अगाडि बढाउने र विराटजी जस्ता पत्रकारहरूले चाहिँ अब लेखदिने होइन। यी आवाज कुरा गर्न सक्यो भने साँच्चै नै नेपालमा चाहिँ पर्यटनको भविष्य छ। पर्यटनले नै नेपाललाई धनी बनाउने हो। म पर्यटन व्यवसायमा मात्रै भनेर भएको कारणले मैले भनेको होइन। त्यसको चाहिँ अब सबैले हामीले राख्यौँ नि त सम्भावना नेपालको गर्दाखेरि। त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब हामी पर्यटन भनेर नेपाल सरकार, निजी क्षेत्र, पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरू, मजदुर साथीहरू होइन, हामी पोलिटिकल पार्टीहरू पनि उहाँले विकास कुरा गर्नु छ, उहाँले पनि ल्याउनु पर्यो। अब पर्यटनै ल्याउनु पर्यो क्या देश विकास गर्नलाई। यो गर्न सक्यौँ भने हामी साँच्चै नै नेपालमा चाहिँ छिट्टै नेताहरूले भने जस्तै धनी चाहिँ हामी हुन सक्छौँ पर्यटनबाट। यो देश समृद्ध बनाउनै छ। समृद्ध बनाउनको लागि हामीसँग धेरै क्षेत्रहरू हुन सक्छन्। उद्योग, कल कारखाना, त्यसको विकास गर्ने कुरा त छँदैछ, तर हामीसँग पर्यटनका असङ्ख्य प्रोडक्टहरू छन्। हाम्रा भाषाहरू, हाम्रा वेशभूषाहरू, सभ्यता र संस्कृतिहरू, हाम्रा मन्दिरहरू, गुम्बाहरू र चैत्यहरू, हाम्रा हिमालहरू, हाम्रा पहाडहरू, खोला नालाहरू, जमिन, जङ्गल, जडीबुटी, असङ्ख्य कृषिको कुरा अघि हामीले धेरै कुरा उठायौँ। म मेरा 5 जना अतिथिहरूको तर्फबाट र मेरो तर्फबाट पनि तपाईँहरूलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै अर्को एपिसोडमा अर्को विषयका साथ कन्क्लेभमा आउने नै छु। त्यति बेलासम्मका लागि म लगायत सबैलाई बिदा दिनुहोस्। नमस्कार। LIC presents Sadgamaya Season 3. Title sponsor LIC नेपाल, जीवन रहँदा पनि जीवन पश्चात पनि। powered by Current Potato Chips.
Connected by एनसेल। 123 # डायल गर्नुहोस् वा एनसेल एपमा जानुहोस्। एसोसिएट स्पोन्सर एभरेस्ट बैंक लिमिटेड, वैदेशिक रोजगार व्यवसाय सङ्घ, मिडिया पार्टनर जनबल.com, डिजिटल पार्टनर नेपाली नेटवर्क, रेडियो नेटवर्क पार्टनर नेपाली रेडियो नेटवर्क, produced and marketed by Saskiti Advertising Private Limited.